केही इन्ट्रेस्टिङ हुन्छ मेरो लाइफमा जस्तो लागिरहेको थियो मलाई तर म गलत रहेछु सिर्फ मेरा रात चलेगा प्रेग्नेन्ट औरत से उसका सुन्तला छिन्ती हो यो मेरो जुबान हो हेलो एन्ड नमस्ते एभ्रिवान आजको ब्लग भनेको चाहिँ मैले एकदम ढिलो स्टार्ट गरिरहेको छु एकदम होइन मलाई कोठाभित्र बस्दा बस्दा एकदम नै अल्छी लागेर आयो अनि त्यही भएर चाहिँ म बाहिर बसिरहेको छु अनि सुषमा पनि आउँदैछ फर द फर्स्ट टाइम अनि बाहिर यस्तो मजाको हावा पनि चलिरहेको छ सर अनि मम्मी मलाई खोज्दै निस्किनु भयो म केही नभनिकन बाहिर आएको थिएँ अनि अल्सो मेरो एउटा सामान आउँदैछ त्यो पनि हो तर कतिखेर आउँछ थाहा छैन फोन त गरेको छैन त्यही हो अब सुषमा आएपछि चाहिँ भ्लग देखाउँछु म सामान चाहिँ मैले लिइसकेँ अब भनेको चाहिँ सुषमालाई पर्खिरहेको छु बाहिरै बसेर हामीले बस्ने ठाउँ चाहिँ चेन्ज गऱ्यौँ हामी त्यहाँ बसिरहेको थियौँ त्यहाँबाट चाहिँ हामी यहाँनिर आयौँ चौरीको ठ्याक्क यतापट्टि सुषमा चाहिँ आइसक्यो भ्याकेसनको लागि सुषमाको टक्क 4 दिन छुट्टी छ होइन अनि भ्याकेसनको लागि पोको पन्तेरो बोकेर आया सघाउन आउनुपर्छ भन्नु रे क्या हेलो वेलकम टु माई च्यानल अनि पोको पन्तेरो त धेरै छ त Wow, what a nice piece of art. Yes, so nice, right? No, that's been nice. Nice. काफे हो सो अब चाहिँ इभिनिङको लागि इभिनिङ वकको लागि चाहिँ हामीले होइन मैले चाहिँ बुढा पर्खिराख्नु पर्दैन अब 2-3 दिन सँगै वक गर्ने हो गाइस सँगै वक गर्ने ठाउँ चाहिँ यही हो यही वरिपरि घुम्ने हो सो अब एकैचोटि इभिनिङमा भेटौँ The next day. यतापट्टि आउनुहुन्छ नाइ मेरो यो साइड राम्रो आउँछ अलिकति होइन साइड त यही आउँछ कि कस्तो दाग देखिन्छ रियलमी दाग छ मेरो छैन त्यस्तो त्यो भिडियोमा त कस्तो त पिगमेन्टेड स्किन देखेको है होइन मैले भन्नु खोजेको कि मलाई डर भइरहेको तपाईँलाई यहाँ थिचेर बसेको छु नि त केही हुँदैन यतापट्टि तपाईँले खुट्टा राख्नु मिल्छ नि त कुछ फरक नहीं पड़ता सो हेलो गाइज हामीले होइन मैले चाहिँ हिजो सुषमाको भ्लग बनाउँछु भनेको थिएँ तर आइसके पछाडि यति धेरै गसिप्स एन्ड टिज स्पिल्स भयो अनि त्यस पछाडि चाहिँ अब भिडियो बनाउन सकिएन त्यही भएर आज बिहान हामीले टक्क चिया नास्ता खाइसके पछाडि चाहिँ हामी आइसकेको छौँ हजुरहरूको सामु किन भन्दाखेरि पर्क्स अफ ह्याभिङ समर फुड मलाई कस्तो बिहानै मलाई कस्तो अमिलो पिरो चटपट खान मन लागिरहेको थियो अनि त्यही भएर मैले पनि खानु परिरहेछ यो घरमा कसैको डाइट चल्दैन सिर्फ मेरो डाइट चल्छ मेरो डाइट मैले पनि खानु परिरहेछ क्या गाइस परिरहेछ कसैको डाइट चल्दैन यहाँ सिर्फ मेरा रात चलेगा हिजो मलाई आउने बित्तिकै चटपटे खुवाइदिनु भयो गाइस डाइटिङमा भएको मान्छेको हाल त्यस्तो गाह्रो मलाई अब इभन आई कान्ट वेट होइन हुन त कसले नाइ भन्छ क्या यो कुलालाई मेरो दिदीको खाना आयो बिहेहरूमा पनि गर्नु थाल्यो होइन तर अफलाइन गर्थेँ अनलाइन हाल्ने कन्फिडेन्स नै थिएन तर एक दिन साथीलाई पठाएको थिएँ त्यो भिडियो अनि भिडियो पठाउँदाखेरि उसले अनलाइन हाल न यस्तो राम्रो मेकअप गर्छौ अनि कसैलाई थाहा पनि छैन भनेर भन्न थालिन् क्या अनि हालेपछि अनलाइन रेस्पोन्स पनि एकदमै राम्रो आयो क्लाइन्टहरू आफै गए अनि फेरि गर्दै गएँ त्यही हाल्दैछु Few moments later. सो हामी चाहिँ अघि के न गफ गर्छौँ जस्तो लागेर क्यामेरा अगाडि आँप खाँदै आएको थियौँ तर गफ भने केही पनि गर्न आएन त्यही भएर हजुरलाई पनि किन बोर पारिराख्नु होइन हामी त बोर भयौँ हजुरहरूलाई किन बोर पार्नु भनेर चाहिँ हामी टक्क यहाँ नुहाइ धुवाइ गरेर फ्रेस भएर
अनि त्यसपछि अब हामी चाहिँ यहाँ मम्मीको फोटोसुटको लागि यहाँ हाम्रो मुवा सुस्मोराले यहाँनिर मम्मीको मेकअप गर्दै हुनुहुन्छ। हाम्रो प्रोफेसनल ब्युटिसियन होइन के अरे मेकअप आर्टिस्टले यहाँ टक्क यहाँ रेडी गरिदिँदै हुन्छ। हाम्रो मम्मीको चाहिँ यो दोस्रो फोटोसुट रहेको छ। हाम्रो मम्मी झलल बलिसक्नु भयो अहिले नै। अनि त्यही हो, अब मम्मी चाहिँ रेडी, मम्मीको आउटफिट चेक, मम्मी चाहिँ रेडी भइसक्नु भएको छ। यहाँ सुस्मोराले रेडी गरिदिँदैछ। अब यस पछाडि चाहिँ हामी मम्मीको फोटोसुट गरिदिन्छौँ। बाहिर यस्तो राम्रो गार्डन छ, अगाडिको भिडियोमा हेरिहाल्नु भयो होला हजुरले। सो यस, त्यही हो, द्याट्स इट। सुषमा आएपछिको प्रगति हामी इन्ट्रेस्टिङ लाइफ। सुषमा आइसकेपछि प्रगति यति त हुनै पर्यो नि। मुवा आएछ त्यसपछि ब्लाइन्ड फोल्ड मेकअप गर्नुपर्छ गाइस। ब्लाइन्ड फोल्ड मेकअप सुषमाले आफ्नो च्यानलमा आफै गरेर हाल्नेवाला छ कि हालिसक्यो थाहा छैन। म हालिसकेको छ भने लिङ्क हालिदिन्छु, हालिसकेको छैन भने चाहिँ अब उसको च्यानलमा खोज्दै गर्नु होला नि। सुषमा सापकोटा युट्युब च्यानलमा। मम्मी ननिदाउनु है। हाम्रो मम्मी मोडल अब चाहिँ यहाँ टक्क मम्मीको फोटोसुट गर्छौँ हामी। कहाँ लग्नुहुन्छ मम्मीले त्यही गरेर फोटोसुट गर्छौँ। ल हाम्रो मम्मी चाहिँ हाम्रो मम्मी हिँड्दै आउने अरे, अनि त्यस पछाडि भिडियो खिचिदिनु अरे। ल है ल है ल है ल अब टक्क होइन। अब त्यस पछाडि मम्मीको फोटोसुट चाहिँ सुस्मोराले गरिदिँदैछ। अब म चाहिँ थाकिसकेँ। अब म चाहिँ जाँदिनँ अगाडि। कहाँ गएको रे? मेरो यात्रा यहीँसम्मको हो। बाई। लु भइहाल्यो त्यसो भए। मैले यतापट्टिको यहाँनिरको यो सबै यो चौरीमा यो ठाउँमा टक्क फोटो खिचिदिइसकेँ मम्मीको। एकदम राम्रो राम्रो फोटो आएको छ। अब त्यस पछाडि चाहिँ सुषमाले खिचिदिन्छ त्यहाँ अगाडिको चाहिँ। यस, हामी चाहिँ फोटोसुटमा जाँदैछौँ गाइस। हेलो भन्दैछ आन्टी। हेलो। अब यहाँ फुल छ अरे, आन्टीले मलाई फुल भएको ठाउँमा लगिरहेको छ। यो फुलमा ल। सो सुषमा आए पछाडि केही इन्ट्रेस्टिङ हुन्छ मेरो लाइफमा जस्तो लागिरहेको थियो मलाई, तर म गलत रहेछु। गलत त म रहेछु। सुषमा आएपछि मेरो ग्रुमिङ गरिदिन्छ जस्तो आश गरेको थिएँ मैले। मेरो हालत देखेर यस्तो अवस्थामा ग्लो अप हुन्छ भनेर सोचेको थिएँ मैले, तर ग्लो अप भनेको चाहिँ त्यस्तै हुँदो रहेछ। ग्लो अपको नाम पनि नामनी साँच्चै हट्दो रहेछ। अनि त्यही हो, सुषमाबाट मैले धेरै आश आफै गरेर बसेको थिएँ। उसलाई आफ्नैबाट फुर्सद छैन साथीहरू। चिटर च्याटर चटर पटर मटर कुरा गरौँला भनेको यो सिर्फ खानामा मात्र सीमित भयो। होइन, हामी भोलि बसेर एकदमै धेरै कुराहरू गर्छौँ गाइस। साँच्चै हाम्रो सुषमा चाहिँ एकदम प्रोफेसनल मेकअप आर्टिस्ट हो। त्यही भएर पनि उसले आफ्नो काम साइड वाइज लगिराख्नुपर्छ होइन। यसरी यो स्ट्यान्डमा चाहे साइडको मान्छेहरूलाई अल्छी लागोस्, बोर फिल होस् उसको कुरामा, त्यो मतलब गर्नु हुँदैन। मलाई बनाइदिने त उयो हो उसले। अब सनस्क्रिन चाहिँ गाइस मजाले लगाउनुपर्छ। हजुरसँग एभाइलेबल छैन भने हाम्रो क्लिनिकमा छ। हाम्रो क्लिनिकमा चाहिँ एकदम थरीको सनस्क्रिनहरू छ गाइस। टिन्टेडदेखि लिएर सबै सनस्क्रिन हामीसँग एभाइलेबल छ। क्लिनिकको नाम पनि भनिदेऊ न त। काया स्किन एन्ड लेजर क्लिनिक, विराटनगर, राष्ट्रिय वाणिज्य ब्याङ्कको छेउमा गाइस। गुड। हजुरहरू पनि सुन्दै गर्नु। यो अर्को भ्लग हो। अर्को भ्लगको पनि म हजुरहरूले के भन्छ लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु। सुषमाको चाहिँ युट्युब च्यानल छ, भर्खर धेरै एक्टिभ हुन थालेको छ। सुषमाको युट्युब च्यानलको नाम के अरे?
सुषमा सापकोटा छ, गएर सब्सक्राइब गरिदिनु होला। मलाई थाहा छ मेरो भिडियो धेरैजनाले हेर्नुहुन्न, त्यही पनि गएर जतिजनाले हेर्नुहुन्छ। एकदमै तालमा बेतालको भिडियो हेर्नु छ भने चाहिँ कृपया मलाई सब्सक्राइब गर्नु होला। सो यस मेरो लाइफमा केही इन्ट्रेस्टिङ भएन यार सुषमा आएर पनि। भइदिए हुन्छ यार दिदी। त्यो त त्यसै पनि हुन्छ भोलिदेखि। भोलिदेखिको चाहिँ म अलिकति भोलिदेखि होइन, भोलि चाहिँ म अलिकति बिजी छु। त्यो बिजी भएको भिडियो चाहिँ म पछि मात्र हाल्छु। किन बिजी So, भनेर yes. चाहिँ हैन। प्रेग्नेन्ट औरत चाहिँ उसका सुन्तला छिन्ती हो। म दिएको होइन यो। सरी सरी। हामी चाहिँ होइन टक्क, हामी चाहिँ होइन सबैले खाइसक्नु भयो, म मात्र बाँकी छु। चाउमिन खाइरहेको छु म। अनि त्यस पछाडि म सुषमालाई सोध्न आँटेको क्या। सुषमाले मलाई फर्स्ट टाइम भेटिरहेको छ आफ्टर त्यो अनाउन्समेन्टवाला भिडियो पछाडि। अनि कस्तो लागिरहेछ उसलाई भनेर, ममा कतिको चेन्ज आइरहेछ भनेर। मैले पहिलाको भन्दा चाहिँ होइन लाइक वेट वाइज चाहिँ चेन्ज देखेँ। फेस चाहिँ उस्तै छ, तर बडी चाहिँ हुन्छ नि के भन्छ त्यसलाई बल्की टाइपको भएको छ। त्यो पनि पेट मात्र अनौठो लागिरहेको छ क्या। मैले मतलब देखेको थिइनँ नि त त्यसरी कहिले। अनि भइरहेछ हेर्दाखेरि चाहिँ वेट चाहिँ कति छ अहिले, पहिलाभन्दा कति बढ्यो? म बिफोर प्रेग्नेन्सी 65 केजी थिएँ होइन। अझ दसैँमा त म 63 थिएँ। ल 2 केजी त मैले कन्सिडर गरेँ खाएर मोटायो भनेर होइन। 65बाट सुरु गरेको। अहिले तर धेरै छैन नि मेरो, 68 हो अहिले। ठिकै हो त होइन र? ठिकै हो, यतिको त राम्रै वेट अरे। 68 मात्र छ अहिलेसम्म चाहिँ। अब बढ्दै जान्छ होला। मलाई त लागेको छ यो 70 चाहिँ क्रस आनन्दले हुनेवाला छ। अनि त्यस पछाडिको मेरो घटाउनलाई म फेरि बिहे देख्नेवाला छु, कसको बिहे देख्छु। त्यसपछि त अब अलिकति वेट त उसमा पनि घटिहाल्छ नि, डेलिभरी पछि पनि घटिहाल्छ नि। तर फेरि सुत्केरी लाग्छ नि त। पोस्टपार्टम तर म वेट लस गर्छु, यो मेरो जुबान हो। यस्तै छ गाइस हाम्रो कुरा चाहिँ होइन। सुन्दै गर्नु होला हजुरहरूलाई। फेरि कहिले भेट हुने अब? अब फोटोसुटमा आई गेस होइन, फोटोसुटमा भेट हुन्छ त्यतिखेर। बिकज फोटोसुट भनेको चाहिँ थर्ड ट्राइमेस्टर अब। थर्ड टाइममा, किनभने यता त्यस्तो आउने उयो पनि छैन नि त। त्यतिखेर याद गर्नु, मेरो वेट यतिखेर 68 केजी छ। त्यतिखेर मेरो वेट कति हुने रहेछ है अब ड्युरिङ फोटोसुटमा। म पनि याद गर्छु त गाइज। अब भनेको चाहिँ बुढाबुढी मिलेर हामी वकको लागि निस्किसकेका छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक, सेयर, कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला। बाई बाई, थ्याङ्क यू फर वाचिङ।